नेपालमा प्रथम एसएलसी परीक्षा विक्रम सम्वत 1990 मा सुरु भएको थियो। तर दरबार हाइस्कुल भने 80 वर्ष अगावै अर्थात् 1910 मै स्थापना भएको थियो। त्यसो भए यहाँ पढ्ने विद्यार्थी फाइनल परीक्षा दिन कहाँ जान्थे त? नेपालमा एसएलसी परीक्षा विक्रम सम्वत 1990 देखि सुरु भएको हो। 10 कक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूले प्रवेशिका परीक्षा दिन पाउँथे। पहिलो पटक विषम 1990 मा कुल 34 परीक्षार्थीले फर्म भरेका थिए। तर पनि एकजना छात्रा सुवर्ण कुमारी देवी परीक्षामा अनुपस्थित भइन्। कुल 33 जनाले पहिलो एसएलसी परीक्षा दिएका थिए, तर प्रथम श्रेणीमा भने कोही पनि उत्तीर्ण भएनन्। यी मध्ये 10 जना द्वितीय श्रेणी, 9 जना तृतीय श्रेणी र 19 जना उत्तीर्ण भए भने 14 जना असफल भएको देखिन्छ। यसरी उक्त परीक्षामा 57.58% विद्यार्थीहरू उत्तीर्ण भएका थिए। द्वितीय श्रेणीमा उत्तीर्ण भएका 10 जना मध्ये सर्वाधिक अङ्क भक्तपुरका पुष्प भक्त मल्लले प्राप्त गरेका थिए। उनैलाई त्यसबेला प्रथम बोर्ड घोषणा गरिएको थियो अथवा बोर्ड प्रथम एसएलसी टपर घोषणा गरिएको थियो। कुल 800 पूर्णाङ्क रहेको उक्त परीक्षामा उत्तीर्ण हुन प्रत्येक विषयमा 36 नम्बर ल्याउनै पर्थ्यो। यसअघि नेपालका प्रथम राणा प्रधानमन्त्री श्री 3 जङ्गबहादुर राणा बेलायत लगायत आसपासका मुलुकहरूको ऐतिहासिक भ्रमण सम्पन्न गरी 1907 मा स्वदेश फर्केपछि आफ्ना सन्ततिहरूलाई शिक्षा दिन थापाथली स्थित आफ्नै निवासमा अङ्ग्रेजी भाषामा पढाइ हुने दरबार हाइस्कुलको स्थापना गरेका थिए। नेपालमा एसएलसी विषम 1990 मा सुरु भएको थियो, तर दरबार हाइस्कुल भने 1910 मै स्थापना भएको थियो। त्यसो भए यहाँ पढ्ने विद्यार्थीहरू फाइनल परीक्षा दिन कहाँ जान्थे त? दरबार हाइस्कुलले 1936 देखि कलकत्ता विश्वविद्यालय र 1980 देखि पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो। त्यसपूर्व परीक्षा दिन छात्र-छात्राहरू कलकत्ता र पटना विश्वविद्यालयमा जानु पर्थ्यो। नेपालमै परीक्षा बोर्ड गठन भए पनि, परीक्षा दिन पाउने प्रबन्ध भए पनि, परीक्षा सम्बन्धी सबै प्रक्रिया नेपाल सरकारका लागि पटना विश्वविद्यालयले नै गर्थ्यो। उक्त परीक्षाको सञ्चालन समेत पटना विश्वविद्यालयबाट खटिआएका सुपरिटेन्डेन्टहरूले गर्थे भने प्रश्नपत्रहरू समेत लिएर काठमाडौँ आउँथे। सुपरिटेन्डेन्टहरूलाई नेपाल सरकारको पाहुना मानेर परीक्षा कायम रहन्जेल त्रिपुरेश्वरमा राखिन्थ्यो। परीक्षा सकिएपछि सबै उत्तर पुस्तिका पोको पारेर उनीहरू पटना जान्थे। यो चाहिँ नेपालमै परीक्षा दिन पाउने भएपछि यस्तो व्यवस्था भएको हो। त्यसभन्दा अघि चाहिँ पटना विश्वविद्यालयमा परीक्षा दिन जानु पर्थ्यो अथवा इन्डियामा परीक्षा दिन जानु पर्थ्यो विद्यार्थीहरूले। त्यसपछि भने नेपालमा एसएलसी परीक्षा गठन भएपछि पहिलो पटक 1990 साल पुस अन्तिम सातादेखि परीक्षा भएको थियो। तत्काल परीक्षा केन्द्र दरबार हाइस्कुलदेखि दक्षिणपट्टिको भवनमा भएको थियो। परीक्षा आधा-आधी हुँदा अथवा 4वटा परीक्षा सकिएपछि सम्मत 1990 साल माघ 2 गतेका दिन विनाशकारी महाभूकम्प गयो, जसका कारण केही दिन परीक्षा स्थगित भयो। यसरी भने 1990 कार्तिक 16 देखि नेपालमा पहिलो पटक एसएलसी परीक्षा बोर्डको गठन भयो। बेलायतबाट नेपाल फर्केपछि जङ्गबहादुर राणाको विचारधारामा केही परिवर्तन आएको देखिन्छ। बेलायती नागरिकहरूका चेतना र चिन्तन, विज्ञान र विकास एवं स्तर र शिक्षाप्रतिको गहिरो छाप श्री 3 जङ्गबहादुर राणामा पनि परेको थियो। यसै सन्दर्भमा नेपालको पहिलो र ऐतिहासिक गौरव बोकेको शिक्षण संस्था दरबार हाइस्कुलको 150 वर्ष पुरा गरिसकेको छ। राणाकालमा दरबारभित्रबाटै प्रारम्भ दरबार स्कुल सम्मत 1934 सालमा दरबार हाइस्कुलमा परिणत भयो भने 1942 देखि सर्वसाधारण नेपालीहरूको लागि पनि अध्ययन प्रवेश खुल्ला गरियो। हाल नेपालमा न्यू एजुकेसन एक्ट 2073 लागू भएपछि एसईई अर्थात् माध्यमिक शिक्षा परीक्षा सञ्चालनमा छ।